कालो देखियो फोनै त्यस्तो लेखियो भने गाह्रो हुन्छ नि त ए तेरो फोन हेर कतिको तेरो फोन भन त तेरो भन्दा बाबाले वाला हो 11 हो 11 हो कुन रेडमी 11 रिभाइभ हान्छ मासले बाक्कानीको छेउरो ओए थापा बाक्कानीको छेउरो ओए डाइरी किन्न लाग्यो अब त मैले कसम खेल्दिन मायासल जिन्दगी खेल्दिन तहरुसँग रुक हामी खेल भनेर बोलाएको नि त ओए त फेरि बढी बोली गयोस् तँलाई कसले बोलाएको र बाबु तर त हामीले अनफ्रेन्ड हाल्ने नि मतलब छैन हामी चुस्टिन्छु के भन्छ रोहित अनाखा हो यसलाई के हान्दिने हुन्छ अब ए बाल्दनी ब्यागान चुस्टेन तपाईँको चुस्टिन अब गयो गइस के बाबु त रुक मेरो पाला आउँछ रुक अब रुक हामीलाई त बाल छैन हामी त्यस्तो भन्ने मान्छे हैन ब्याग हान्दिन्छ बरु गेमै रुक तेरी माटो नि रुक अनि मेरो पालो आयो भने मायाको सुम गरेर मोर्दिन्छु एलिमिनेट भइदिन्छु बरु त त पाउ एक्लै हो हामी त 3 जना मलाई बाल देखिन्छ बाल रिभेन्ज साइडबाट भन्ने कुरा हुन्छ सुनिहास् कि सुनेनस् गिभ एक्सपेक्ट टेक एक्सपेक्ट बुझिस् असम मैले यसलाई के भन्छु भनेर सोचिरहेको थिएँ नत्र छेत्री मेरो दाइ आँखाको गिडी नभएको आँखा नदेखा के बाबु एप्पल डाउसेर न मेरोमा त केही देखेन कालो देखियो फोनै त्यस्तो लेखियो भने गाह्रो हुन्छ नि त ए तेरो फोन हेर कतिको तेरो फोन भन त तेरो भन्दा बाबाले वाला हो 11 हो 11 हो कुन रेडमी 11 बाबुलाई आइफोन 11 भन्ने पनि थाहा छैन अब ए जिन्दगीमा भत्तै तेरो बोयफ्रेन्ड ल्याइदिन्छ ढुक्क रस न हेर्न आफ्नो बोयफ्रेन्ड ल्याइदियो भन्नेमा अर्को रहेछ अब तैँले त ब्याग हाने नि हुन्छ बाबु यहाँ बाध्दिनुहोस् ए कस्तो थाहा भयो तर म त यार कस्तो दाइ हेर्नुहोस् त मेरो हेरे तल ए त माया रोक न रोक मेरो पाला आयो भने रोक त्यो पाल आइरहेको छ अघि आइरहेको थियो त बचाइस् त मैले बचेन अघि तैँले मैले बचेन एकचोटि अनि मैले 2 चोटि बचाएँ बाबु त्यही पनि त्यो फ्री रिभाइभ पाएको 2 चोटि कहाँ बचेछु भन् त फ्री रिभाइभ हो बाबु फ्री रिभाइभ एकछिन रिभाइभ न 300 को डिस्काउन्ट बचोस् तैँले रोक तल कसले बचाउँछ र ए थाहा पाएँ दिन भन्ने रुकै ल जा मार्यो छक्का रिभाइभ हुन्छ हामी के हो यो यसलाई के भन्छ यार मैले बिर्सेको यार के नाम के अरे यसको एफ लेखेको त के हो यसको नाम Wait.